हेलो राधे राधे गुड मर्निङ शुभ बिहानी सबैमा। आज चाहिँ म दिनको भिडियो हाल्न गइरहेको छु है त। फेसबुकमा माया गरिदिनु होला। बिहान उठ्ने पूजाआजा गर्ने है, त्यसपछि आफ्नो काम सुरु भइहाल्यो। दाल भिजाएको थियो, दाना दाल मनपर्छ नि त। सो त्यसमा चिया त पिउनै पर्यो, थोरै चिया पनि अब बनाउनै पर्यो नि त। बिहान बिहानै मुड फ्रेस हुन्छ। छोरोलाई उठाउनै पर्यो, सुतिरहेछ 7 बजीसम्म। त्यसपछि दाल बसाएँ, चिया पनि बन्यो। मम्मी छोरोको लागि चिया पनि राखेँ मैले। अब उठेर फ्रेस भएर आउन्जेलसम्म उठ्यो, फ्रेस भयो। ऊ फ्रेस छैन, निन्द्रामै छ थोरै थोरै। उसको लागि नास्ता फापरको रोटी उसलाई मनपर्छ त, यहीँबाट टिफिन लान्छ स्कुल। अनि आफै बनाएर राम्रोसँग हालिदिनु पऱ्यो। खाना रेडी गरेँ, खाना पुरै। त्यसपछि बिहान बिहानको खाना चाहिँ उसलाई खुवाएर पठाउनुपर्छ कि आफै खाँदैन, टाइमै मिल्दैन। अनि बिहान आफै खुवाइदिन्छु, जति टाइम सके पनि जे भए पनि मजाले खाना खुवाएर पठाउने। त्यसपछि नास्तामा टिफिन रेडी गरिदिएँ। माथिबाट चाहिँ मह राखिदिने गरेको छ, बिना चिनीको रोटी राख्ने अनि मह राख्ने। पानी पनि रेडी भयो। अब उसलाई पठाउनु पर्यो स्कुल रेडी गरेर। त्यसपछि म लिन आउँछु भनेको छु, भाइ भनिरहेछ। त्यसपछि किचन हेर्ने हो, किचन पुरै हालत खराब। अनि बोर लाग्छ पुरै देखेर। गर्मी पनि कति धेरै थियो, कति धेरै। अनि यहाँ दुध के अरे घिउ राखेको थिएँ कि मैले, घिउ बनाउनलाई। अनि त्यही चलाइरहेको छु। बन्दैछ आफैले बनाएको नुहाउने घिउ, तताउन पर्यो नि त। त्यसपछि रुम हेरेँ, झ्याउ लाग्यो उसको रुम हेरेँ। अब मिलाउन पर्यो भनेर बसेँ। त्यसपछि फेरि आएँ, आफ्नो रुम हेरेँ, त्यस्तै थियो। सबै मिलाउन थालेँ, यता यता। बाहिर हेरेँ, यति बाहिर हेरेँ पुरै घाम 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 घाम, यति चर्को घाम। पुरै घाम लागिरहेको थियो। मेरो फुलहरू एकदम मरिरहेको थिए होइन। मेरो हालतै खराब भइरहेछ। माथि टपमा बस्छु नि, त्यही भएर भैरवाको त घामै छोडिदिउँ, त्यस्तो नराम्रो छ। त्यसपछि आएँ म दिउँसो एकैचोटि, सब्जी थिएन, सब्जी सकिएको थियो, लिन आएँ। त्यसपछि फलफुल सब्जी एकै ठाउँबाट लिने गरेछ। त्यही बसेँ, सामान लिएँ। अनि घर आएँ, बाबुलाई लिएर। उसलाई गर्मी भयो, कुलरमा आइस हाल्यौँ। कपुर हाल्नु भनेको थियो कसैले, कपुर पनि राखिदिउँ। अनि उसलाई चिया रेडी गरिदिएँ। फलफुल पनि खान्छ, खाइरहेको छ। फेरि चिया अब मन पराउँछ, सो म पनि चिया खाएँ। अनि सब्जी लिएर आउँदाखेरि फर्सीको मुन्टा अनि नेगुरो भेटेको थियो कि, त्यहाँ लिएर आएँ। केलाएँ, खानासाना बनायौँ, खायौँ आमा छोराले है। त्यसपछि त्यो भिडियो बनाउनै बिर्सेछु। ठिकै छ, अब चाहिँ त्यो यो नास्ता खाएकै भइहाल्यो। अनि बेलुका एकदम पानी पर्न लागिरहेको थियो। क्रिकेट खेल्नलाई ऊ क्रिकेट खेलिरहेछ, आफू सिकिरहेछ। गुड नाइट एभ्रिवान, गुड नाइट। लाइक कमेन्ट गर्नु है, सबैजनाले फलो गर्नु होला है त। थ्याङ्क यू सो मच।